ओम गजाननं भूतगणादिसेवितं कपितजम्बूफलचारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजम्। ओम श्री सरस्वती देवी नमः, श्री मङ्गलमूर्ति नमः। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईलाई सदा झै नियमित राशिफलबाट हार्दिक स्वागत गर्दछु, न्यानो अभिवादन टक्राउँदछु। तपाईहरु नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर हामीसँग जोड्नुहोला। कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्टमा जनाउनु होला र मन परेमा एउटा लाइक अवश्य गरिदिनु होला। म राशिफलको लागि सबैभन्दा पहिले आजको तिथिमिति तर्फ गए। आज मिति 2082 साल आषाढ 14 गते शनिबार, तदनुसार सन् 2025 को जुन महिनाको 28 तारिक। त्यसैगरी आषाढ शुक्ल पक्षको तृतीय तिथि बिहान 12:04 र तिक्ष नक्षत्र 9:33 अनि हर्षण योग र वणिजकरण रहन गयो। आज सूर्योदय बिहान 5:12 हुनेछ भने सूर्यास्त भरे साँझ 7:02 हुनेछ। चन्द्रमा दिनभरि कर्कट राशिमा उत्तर दिशापट्टि रहनेछन् भने योगिनी बिहान 12:04 आग्नेय दिशामा र त्यसपछि नैऋत्य भनेको दक्षिण र पश्चिमको बीचमा रहनेछन्। त्यसैगरी काल राहु बिहान 9 बजेदेखि 10:30 बजेसम्म पूर्व दिशामा रहनेछन्। अब सुरु गरौं तपाईको आज दिनभरिको राशिफलबाट। मेष राशिको मातृकष्टको योग देखाएको छ। आज आमाको स्वास्थ्य सम्बन्धी केही चिन्ताहरू तपाईले लिनुपर्ने हुन्छ। उहाँको स्वास्थ्य उपचारमा समय दिनुपर्ने हुन सक्छ अनि वासस्थानको चिन्ता र घर कोठा सर्नुपर्ने इत्यादि किसिमको चिन्ता हुन सक्छ। साथमा छिमेकमा केही झै झगडाहरू, मनमुटावहरू हुन सक्छ। मध्याह्नपछि तपाईसँगको श्रीमान श्रीमती बीच र प्रेमी प्रेमिका आदि बीच भएको खटपटी अन्त्य भएर जानेछ र सम्बन्धमा सुधार भएर जानेछ। अब मेष राशिको शुभ अङ्कमा 6 रहेको छ भने शुभ रङमा रातो रङ हो अनि घात बारमा आइतबार र घात तिथिमा परेवा, खष्टी र एकादशी। पत्थर लगाउन चाहनेहरूका लागि मुगाको पत्थर तामाको औँठीमा दाहिने हातको काइले औँलीमा 6 क्यारेटको लगाउँदा उत्तम हुन जानेछ। अब वृष राशि, पराक्रम वृद्धि हुनेछ। आज तपाई वृष राशि हुने मित्रहरूको लागि आँट हौसला एकदम धेरै बढेर जानेछ। बन्धु बान्धवमा पनि सुखका समाचारहरू प्राप्त हुनेछन्। सहयोगहरू पनि प्रशस्त प्राप्त हुनेछ। मित्र सहयोग, बन्धु सहयोग प्रशस्त हुनेछ र साँझ पखमा अत्यन्तै राम्रो मिठो खबर प्राप्त हुनेछ, जसले गर्दा मन आनन्दित हुनेछ। वृष राशिको लागि आजको दिन अत्यन्तै उत्तम दिन रहेको छ। यस दिनलाई तपाईले आफ्नो पक्षमा पार्नको लागि सदुपयोग गर्न सक्नुभयो भने तपाईको दिन सफल हुनेछ। वृष राशिको लागि शुभ रङमा सेतो रङ रहेको छ भने शुभ अङ्कमा 5 रहेको छ। घात बारमा शनिबार हो भने घात तिथिमा पूर्ण भनेको पञ्चमी, दशमी, औँसी र पूर्णिमा। पत्थर लगाउन चाहनेहरूका लागि हिरालाई सुन या प्लेटिनियममा कान्छी अम्लामा आधा क्यारेटको लगाउनु उत्तम मानिन्छ। मिथुन राशिलाई पनि आजको दिन अत्यन्तै उत्तम दिन रहनु गएको छ। धनको वर्षा एकदम जताततै आम्दानी हुनेछन्। एकदम धनको वर्षा गराइदिनेछन् आज चन्द्रमाले तपाई मिथुन राशि हुने मित्रहरूको लागि। अनि शरीरमा एकदम आरोग्यता अरू बेला भन्दा अत्यन्तै फुर्तिलो र जिउमा जोस जागर, आरोग्यता भनेको रोगहरू नभएको जस्तो अनुभव हुनेछ सदाको भन्दा। अनि विविध मनोरञ्जनका कार्यक्रमहरूमा सामेल हुनुपर्ने दिन छ भने रमाइलो भेटघाट र रमाइलो यात्रा पनि हुनेछ। मिथुन राशिको लागि शुभ रङमा हरियो रङ हो भने शुभ अङ्कमा 3 हो अनि घात बारमा सोमबार र घात तिथिमा द्वितीय, सप्तमी र द्वादशी मानिन्छ। पत्थर लगाउन चाहनेले पन्नाको पत्थरलाई कान्छी अम्लामा
दाहिने हातको कान्छी अम्लामा सुन या पञ्चधातुमा 4 क्यारेटको लगाउँदा उत्तम हुनेछ। कर्कट राशि, शिरको चन्द्रमाले आरोग्यतामा वृद्धि होला। अखाद्य वस्तुबाट जोगिनु पर्ने दिन छ। अलिकति केही साथीभाइहरूसँग खानु नहुने कुराहरू र शरीरलाई हानि नोक्सानी पुर्याउने किसिमका कुराहरू, खानेकुराहरू जुट्न सक्छन्, त्यसबाट बच्नु पर्ने हुनसक्छ। इन्द्रियहरूलाई बसमा पार्न नसक्दाखेरि, इन्द्रियको बसमा आफू पर्न जाँदाखेरि केही नकारात्मक रिजल्टहरू, परिणामहरू भोग्नु पर्ने हुनसक्छ। खराब साथीहरू टाढिनेछन् आज तपाईँको मध्याह्नदेखि उता। असल मित्रता बढ्नेछ। पारिवारिक सुख एवं सुखद दाम्पत्य जीवनको लक्षण देखिन्छ तपाईँ कर्कट राशि हुने मित्रहरूको लागि। शुभ अङ्कमा 6 र शुभ कलरमा फाप्ने रङ चाहिँ तपाईँलाई सेतो घिउ कलरको मानिन्छ। अनि घात बार चाहिँ बुधबार हो भने घात तिथि भद्रा भनेको द्वितीया, सप्तमी र द्वादशी। पत्थर लगाउन चाहनेहरूका लागि 4 क्यारेटको मोतीलाई चाँदीमा देब्रे हातको कान्छी या काइली औँलामा लगाउँदा उत्तम हुनेछ। सिंह राशि, दिनभर 12औं चन्द्रमाले खर्च धेरै गराउनेछन्। आज निकै ठूलो लगानी पनि गर्नुपर्ने दिन छ तपाईँ सिंह राशि हुने मित्रहरूको लागि। महत्त्वपूर्ण धनमाल कसैलाई दिनुपर्ने दिन छ। साँझ पख अप्रत्याशित धन लाभको योग देखाएको छ तपाईँ सिंह राशि हुने मित्रहरूको लागि। शुभ रङमा रातो बैजनी रङको रङ फाप्ने छ तपाईँलाई भने। शुभ अङ्कमा 5 रहनु भएको छ। घात बारमा शनिबार र घात तिथि भनेको जया, तृतीया, अष्टमी र त्रयोदशी। पत्थर लगाउन चाहनेहरूका लागि रुबी माणिक्य दाहिने हातको काइली औँलामा 4 क्यारेटको सुन या पञ्चधातुमा लगाउँदा उत्तम हुनेछ। कन्या राशि, एकादश चन्द्रमाले महिनाभरिकै सबैभन्दा ठूलो खुसी प्रदान गर्नेछन्। धेरै पुरानो मायालु मित्रसँग भेट हुनेछ। महत्त्वपूर्ण भेटघाटमा व्यस्त रहनुपर्ने दिन छ। सोच्दै नसोचेको ठाउँ वा व्यक्तिबाट लगानी उड्दा निकै खुसी हुनुपर्ने दिन रहेको छ तपाईँ कन्या राशि हुने मित्रहरूको लागि आज। रङ, शुभ रङमा हरियो र नीलो दुईटै रङ तपाईँलाई फाप्ने रङ हो भने घात बार चाहिँ शनिबार हो र घात तिथि पूर्ण भनेको पञ्चमी, दशमी र औँसी पूर्णिमा हुन् भने एकदम फाप्ने अङ्क चाहिँ तपाईँलाई 3 रहनु गएको छ। पत्थर लगाउन चाहनेले दाहिने हातको कान्छी अम्लामा सुन या पञ्चधातुमा 4 क्यारेटको पन्ना लगाउनु उत्तम हुनेछ। तुला राशि, अध्ययन, अध्यापन तथा रोजगारीका क्षेत्रमा निकै ठूलो सफलता प्राप्त हुन जाला। पितृसुख एवं नयाँ सवारी साधन प्राप्त हुने र प्रेम तथा दाम्पत्य जीवन पनि सफल हुने दिन रहेको छ तपाईँ तुला राशि हुने मित्रको लागि। शुभ रङमा सेतो कलेजी रङको रङ फाप्ने देखिन्छ भने शुभ अङ्कमा 5 र घात बारमा बिहिबार र घात तिथिमा रिक्ता भनेको चौथी, नवमी र चतुर्दशी रहन गयो भनेदेखि पत्थर लगाउन चाहनेहरूका लागि हिराको पत्थरलाई प्लाटिनियम या वा सुनमा दाहिने हातको कान्छी औँलामा आधा क्यारेटको लगाउनु उत्तम हुनेछ। वृश्चिक राशि, वैदेशिक कार्यबाट सफलता प्राप्त होला। माताको स्वास्थ्यमा केही गडबडी आए पनि साँझ पख सुधार होला। धेरै अघिदेखि रोकिएको काम आजै बढ्नेछ। पारिवारिक भेटघाट एवं प्रेम तथा दाम्पत्य जीवन सफल रहनेछ तपाईँ वृश्चिक राशि हुने मित्रहरूको लागि। शुभ रङमा रातो सिमरी कलरको र शुभ अङ्कमा 7 र घात बारमा शुक्रबार र घात तिथिमा नन्दा, प्रतिपदा, खष्टी र एकादशी। पत्थर लगाउन चाहनेहरूका लागि दाहिने हातको काइली औँलामा 6 क्यारेटको मुगा, ताँबा वा पञ्चधातुमा लगाउँदा उत्तम हुनेछ। धनु राशि हुने व्यक्तिहरूको लागि आजको दिन मध्यम खालको दिन रहनु गएको छ। सबै 12 राशिहरूमध्ये तपाईँ धनु राशिहरूलाई आज निकै कष्टकर दिन रहनु गयो किनभने तपाईँको आज 8औं चन्द्रमा पर्न गएका छन्। त्यसमा पनि बुधसँग गएर बसेकाले गर्दा निकै दिगदारी र तनावको महसुस हुने दिन छ। अत्यन्तै संयमित र होसियारी भएर अघि बढ्नुपर्ने दिन छ तपाईँ धनु राशि हुने मित्रहरूको लागि। आर्थिक क्षेत्रमा ह्रास आउने र अनावश्यक खर्च र यात्राको पनि सम्भावना देखिन्छ र अनावश्यक विवादले पनि दिन बित्ने देखिन्छ। साँझ पखमा
चन्द्रमा 9 स्थानमा जानाले गर्दा शुभ लक्षणहरू, सुधारका लक्षणहरू देखिनेछन्। तपाईँ धनु राशि हुने मित्रहरूको लागि शुभ अङ्कमा 4 रहन गएको छ भने शुभ रङमा पहेँलो, घात बारमा शुक्रबार र घात तिथिमा तृतीया, अष्टमी र त्रयोदशी। पत्थर लगाउन चाहनेहरूको लागि पुष्पराजको पत्थरलाई सुन या पञ्चधातुमा दाहिने हातको चोर अमलामा 4 क्यारेटको लगाउनु उत्तम हुनेछ। अब मकर राशि, सप्तम चन्द्रमाले विद्या आर्जन गर्ने दिन छ। महत्वपूर्ण व्यक्तिबाट सम्मान प्राप्त हुने योग छ। प्रेम तथा दाम्पत्य जीवनमा पनि निकै ठूलो सफलता प्राप्त हुनुका साथै नौलो आयाम पनि थपिनेछ। तपाईँ मकर राशि हुने मित्रहरूको लागि शुभ रङमा नीलो, शुभ अङ्कमा 4, घात बारमा मंगलबार र घात तिथिमा रिक्ता भनेको चौथी, नवमी र चतुर्दशी। शुभ पत्थरमा तपाईलाई नीलमको पत्थर उत्तम मानिन्छ। दाहिने हातको माझी औँलामा सुन या पञ्चधातुमा 4 क्यारेटको नीलम लगाउनु उत्तम हुनेछ। अब कुम्भ राशि, निकै अकल्पनीय र दुखद खबरले मध्याह्नसम्म तनाव हुन सक्छ। मामूली तर्फ केही हानिको खबर आउनेछ। अगाडि मिठो बोलेर भित्रभित्रै जरा काट्ने साथीहरूदेखि होसियारी हुनुपर्नेछ। धोका दिने मित्रहरूसँग होसियारी हुनुपर्ने देखिन्छ। नसोचेको व्यक्तिले धोका दिन सक्छ। त्यसैले मान्छेलाई विश्वास गर्दा होस पुर्याएर, बुद्धि पुर्याएर र विवेक समेत प्रयोग गरेर विश्वास गरेको राम्रो हुनेछ। तपाईँ कुम्भ राशि हुने मित्रहरूको लागि आज कुम्भ राशिको लागि शुभ रङमा कालो र नीलो दुईटै बराबरी देखिन्छ भने शुभ अङ्कमा 2 रहनु गएको छ भने घात बारमा बिहीबार र घात तिथिमा तृतीया, अष्टमी र त्रयोदशी। अब मीन राशि, पञ्चम चन्द्रमा आज तपाईको लाभदायक छन्। सन्तान सुख प्राप्त हुने योग छ। पुत्रको प्रगतिमा रमाउनु पर्ने दिन छ। विद्या र रोजगारीमा वृद्धि हुनुका साथै पारिवारिक भेटघाट तथा प्रेमी प्रेमिका बीच राम्रो सम्बन्ध विकास हुनुका साथै पति पत्नी बीच पनि निकै महत्वपूर्ण सल्लाह मिल्न जाने दिन छ। आज तपाईँ मीन राशि हुने मित्रहरूको लागि शुभ अङ्कमा 9 रहेको छ भने शुभ रङ फाप्ने रङ पहेँलो पिङ्क कलरको रङ तपाईलाई फाप्ने छ। घात बारमा शुक्रबार हो भने घात तिथिमा पूर्णा भनेको पञ्चमी, दशमी, पूर्णिमा र औँसी। पत्थर लगाउन चाहनेहरूको लागि पुष्पराजको पत्थर दाहिने हातको काइली औँलामा 4 क्यारेटको, दाहिने हातको चोर अमलामा 4 क्यारेटको लगाउँदा उत्तम हुनेछ। हवस् त, आजको राशिफलबाट बिदा पाऊँ। भोलि फेरि तपाईहरूको नियमित राशिफल लिएर उपस्थित हुनेछु। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भाग् भवेत्। ओम शान्तिः, ओम शान्तिः, ओम शान्तिः, ओम शान्तिः।